यो मोबाइल होइन यार ओ दाइ सुन्न मलाई गाडी सिकाउनु पर्यो यार म यहाँ दुनियाँलाई गाडी सिका भनेको उ भनेको यार मलाई तेरा घर त गाडी छ दाइ सिकाउनु भने खिच गरेर गाडी सिकाउन मलाई अरू सबै कुरा गर यो गाडी सिक्ने कुरा नगरे भाइ जात्रै यसलाई गर्ने के यार बरु गएर गाडी सिक्ने म गएर सिक्नु पर्छ ओ सुन्न के रे यो बिहा गर्न त सकेन के यार कसम गाडी चलाउनु जान्दैन 4-5 वटी बुढी हुन्छ नि गर्लफ्रेन्ड हुन्छ नि तेरो यसो गाडी सिका त चलाउनु पर्को कहिले भन्नु नि नचिने कुरा तेरो कतिवटा गर्लफ्रेन्ड छ ननारिकन झुट नबोलिकन भने आज भाइले भन्न कस्तो कस्तो भन्न भगवान रस बस ए कसैलाई दाइ 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 ड्राइभरले किट खतरा पटाइन्छ ए अनि भाउजूले थाहा पाउनु न तसिम तैँले काँडा कुरा गर्छ जस्तो घर भाउजू त सही बस्छ त भाउजू केटा केटी त कहाँ थाहा हुनु भाउजूलाई त्यो अब त्यसले केटी भने लाटा नगरीमा खासे हेर यो मोबाइल छ घर बुढीसित कुरा गर्ने कसैको कस्टमरको फोन आयो नि यसो फोन आउँछ राति अर्को यस्तो यहाँ लुकाएर आएछु स्विच अफ गरेर जान्छु रुममा त फटाएर छ अनि अब लास्टको कुरा छ नि त गाडी सिकाउँछस् किन गाडी त म जान्जाला सिकाउने बेला तेरो नि राम्रै व्यवस्था हुन्छ राम्रै व्यवस्था हुन्छ है म गएँ अहिले ठुला कुरा नगरे फोन त आउँछ नि त ओहो दाइ भाउजू आइयो भाउजूलाई एउटा उपहार थियो भाउजू तर यसको लागि नगद क्यास रु 5000 लाग्छ के गर्नु त भन्नु छैन 5000 पैसा दिदिदिन जिन्दगीको सवाल छ ए जिन्दगीको सवाल हो त दे बुढी मैले दिन्छु 5000 मैले हालिदिन्छु तेरो खाता यो ठुलै गिफ्ट आएको मैले हालिदिन्छु ल भाउजू ल यहाँले हाल्दिने त हुन्छ के पत्र के हो मोबाइल झन्डै तेरो यसो गाडी सिका त चलाउनु पर्को कहिले भन्नु नि नचिन ड्राइभरले किट खतरा पटाइन्छ ए अनि भाउजूले थाहा पाउनु न तसिम तैँले काँडा कुरा गर्छ जस्तो घर भाउजू भिडियो मान्छे चिन्न कि चिन्न को यो दाइ को यो मोबाइल होइन यार हिसाब किताब बराबरको कस्तो गरे तिस